इन्टरनेटमा हामी जे देख्छौं त्यसको पछाडि आखिर के हुन्छ होला? यो कुनै जादु त पक्कै होइन, बरु यो एकदमै सोझो सरल ब्लुप्रिन्ट हो। आज हामी वेबको त्यही जग, त्यही नक्सा अर्थात् HTML बारे कुरा गर्नेछौं। यसलाई एउटा गाह्रो कोडको रूपमा होइन, वेबमा देखिने हरेक कुराको जगको रूपमा बुझ्ने कोसिस गरौँ है। कुनै वेबसाइट सुरुदेखि कसरी बनाइन्छ भनेर कहिले मनमा आएको छ? यो ठ्याक्कै एउटा घर बनाउने प्रक्रिया जस्तै हो भनौँ न। हरेक वेबसाइट, चाहे त्यो जतिसुकै ठूलो र आकर्षक किन नहोस्, एउटा सामान्य संरचनाबाटै सुरु हुन्छ। आज हामी त्यही जग कसरी हालिन्छ भनेर हेर्दैछौँ। ल, अब हाम्रो यात्रा सुरु गरौँ है त। हाम्रो वेब पेज बनाउने योजना यस्तो छ। सबैभन्दा पहिले हामी ब्लुप्रिन्ट बुझ्नेछौँ। त्यसपछि घर बनाउन इँटा चाहिए जस्तै मुख्य निर्माण ब्लकहरू के हुन् भनेर हेर्नेछौँ। अनि हाम्रो पेजलाई अलिअलि सजाउनेछौँ र अन्त्यमा यसमा केही कार्य र शैली थपेर यसलाई जीवन्त बनाउनेछौँ। ल, एक गर्दै अघि बढौँ। कुनै पनि राम्रो संरचनाको सुरुवात एउटा बलियो नक्सा वा ब्लुप्रिन्टबाटै हुन्छ र वेब पेजको दुनियाँमा त्यो ब्लुप्रिन्ट भनेकै HTML हो। एकदमै सरल शब्दमा भन्नुपर्दा HTML अर्थात् हाइपर टेक्स्ट मार्कअप ल्याङ्ग्वेजले चाहिँ वेब पेजको ढाँचा वा कङ्काल तयार पार्छ। यो घरको भित्री संरचना जस्तै हो, बाहिरको रङरोगन वा सजावट होइन है। यसले ब्राउजरलाई कुन सामग्री कहाँ देखाउने भनेर निर्देशन दिन्छ, जस्तै यो शीर्षक हो, यो अनुच्छेद हो र यहाँनिर एउटा तस्विर छ भनेर। आफ्नो पहिलो वेब पेज बनाउन यी चारवटा एकदमै सजिला चरणहरू पार गरे पुग्छ। पहिले एउटा साधारण टेक्स्ट फाइल बनाउने, त्यसमा आधारभूत HTML को संरचना लेख्ने अनि त्यसलाई .html एक्सटेन्सन दिएर सेभ गर्ने र अन्त्यमा त्यसलाई कुनै पनि वेब ब्राउजरमा खोल्ने। हेर्नुस् त, सुरुवात गर्न कति सजिलो रहेछ। ल, अब अगाडि बढौँ र हेरौँ यो कसरी बन्छ। अब हामी ती अत्यावश्यक ट्यागहरू हेर्नेछौँ जसले हाम्रो डिजिटल घरको मुख्य फ्रेम बनाउन मद्दत गर्छ। अब यो स्लाइडमा हेरौँ है। यी चार आधारभूत ट्यागहरूले पुरै वेब पेजको फ्रेमवर्क बनाउँछन्। HTML ट्यागले भनौँ न सम्पूर्ण पेजको लागि एउटा जग्गा नै छुट्याउँछ। हेडभित्र पेजको बारेमा जानकारी हुन्छ, जस्तै टाइटल जुन हामी ब्राउजरको ट्याबमा देख्छौँ नि, हो त्यही हो। र सबैभन्दा महत्त्वपूर्ण, बडीभित्र चाहिँ हामीले देख्ने सबै सामग्री अर्थात् घरको कोठाहरू र सामानहरू राखिन्छ। हेडिङ ट्यागहरू H1 देखि H6 सम्म सडकका साइनबोर्ड जस्तै हुन्। यिनीहरूले सामग्रीलाई व्यवस्थित गर्छन् र पढ्ने मान्छेको ध्यान महत्त्वपूर्ण कुराहरूमा तान्छन्। H1 सबैभन्दा ठूलो, H6 सबैभन्दा सानो। अब टेक्स्टलाई कसरी मिलाउने भन्ने कुरा गरौँ। P ट्यागले एउटा पुरै अनुच्छेद अर्थात् प्याराग्राफ बनाउँछ। मानौ न टेक्स्टको लागि एउटा छुट्टै कोठा नै बनाइदियो, जबकि BR ट्यागले चाहिँ त्यही अनुच्छेदभित्रै एउटा नयाँ लाइन सुरु गर्छ, तर नयाँ कोठा बनाउँदैन। एउटाले संरचना दिन्छ, अर्कोले सामान्य फर्म्याटिङ मात्रै गर्छ। अब सूची बनाउनु पर्यो भने के गर्ने? HTML ले हामीलाई दुईवटा सरल तर शक्तिशाली औजार दिन्छ। UL ले बुदागत सूची अनअर्डर्ड लिस्ट बनाउँछ, जुन किनमेलको सूची वा विशेषताहरू देखाउन एकदमै राम्रो हुन्छ। अर्कोतर्फ OL ले चाहिँ क्रमबद्ध सूची अर्डर्ड लिस्ट बनाउँछ। निर्देशन वा चरणको प्रक्रिया देखाउनको लागि यो एकदमै उत्तम छ। ल, हाम्रो डिजिटल घरको संरचना त तयार भयो। अब पालो आयो यसलाई तस्बिर, तालिका र अन्य सामग्रीले सजाउने। तस्बिरहरू थप्नको लागि IMG ट्याग प्रयोग हुन्छ। यसमा SRC ले तस्बिर कहाँ छ भनेर बताउँछ, विड्थ र हाइटले त्यसको आकार तोक्छ। तर यहाँ सबैभन्दा ध्यान दिनुपर्ने कुरा के हो भने अल्ट विशेषता हो। यो एउटा एकदमै महत्त्वपूर्ण फिचर हो। यसले स्क्रिन रिडर प्रयोग गर्नेहरूका लागि र कहिलेकाहीँ तस्बिर लोड नहुँदा त्यहाँ के थियो भनेर जानकारी दिन्छ। भनौँ न यो सबैका लागि पहुँचको एउटा र्याम्प जस्तै हो। डेटालाई व्यवस्थित रूपमा देखाउन तालिका यानि टेबल एकदमै उपयोगी हुन्छ। टेबल ट्यागले पुरै तालिकाको फ्रेम बनाउँछ। त्यसभित्र TR ले प्रत्येक पंक्ति यानि रो बनाउँछ र हरेक पंक्तिभित्र TH ले हेडिङ र TD ले डेटा राख्ने काम गर्छ। यी सबै मिलेर जानकारीको एउटा सफा र बुझिने ग्रिड बनाउँछन्। हाम्रो वेब पेजमा अक्षर र तस्बिर मात्र होइन, अडियो र भिडियो जस्ता चलायमान मिडिया पनि राख्न सकिन्छ। HTML5 ले अडियो र भिडियो जस्ता ट्यागहरू दिएको छ, जसले गर्दा हाम्रो पेज अझै जीवन्त र अन्तर्क्रियात्मक बन्न सक्छ। ल, अब अन्तिम चरण फाइनल टचेसको पालो। हाम्रो पेजलाई बाँकी वेबसँग जोड्ने र यसलाई एउटा छुट्टै आकर्षक रूप दिने। इन्टरनेटलाई वेब
अर्थात् माकुराको जालो किन भनिन्छ होला? हो, यही एङ्कर ट्याग अर्थात् ए ट्यागको कारणले। यसले एउटा पेजलाई अर्को पेजसँग जोड्ने ढोका बनाउँछ, जसले गर्दा हामी एक ठाउँबाट अर्को ठाउँमा जान सक्छौं। यसले नै वेबलाई साँच्चीकै अन्तर्सम्बन्धित बनाउँछ। हो, HTML ले घरको कङ्काल त बनायो, तर यसको रङ, डिजाइन र फर्निचरको व्यवस्थापन कसले गर्छ त? अब हामी त्यही हेर्दैछौँ। हेर्नुहोस्, यो CSS बिनाको केवल HTML ले बनेको एउटा वेब पेज हो। यो शुद्ध संरचना हो, घरको एउटा फ्रेम मात्र। यसमा सबै जानकारी छ र यो काम पनि गर्छ, तर हेर्दा त्यति आकर्षक छैन, होइन त? अनि अब हेर्नुहोस्, त्यही HTML संरचनामा जब रङ, फन्ट र लेआउट थपिन्छ, यो कस्तो देखिन्छ? यो नै हो CSS को जादु। र यो स्लाइडले CSS को शक्तिलाई एकदमै राम्रोसँग देखाउँछ। CSS अर्थात् क्यास्केडिङ स्टाइल शीट्स ले HTML द्वारा बनेको घरको लागि पेन्ट, वलपेपर र फर्निचर मिलाउने काम गर्छ। यसले अक्षरको रङ र आकारदेखि लिएर पेजको लेआउटसम्म सबै कुरालाई नियन्त्रण गर्छ र हाम्रो सादा संरचनालाई एउटा सुन्दर डिजाइनमा बदलिदिन्छ। नबिर्सनुहोस्, यो सबै यात्रा एउटै HTML डकुमेन्टबाट सुरु हुन्छ, एउटा साधारण टेक्स्ट फाइल जसले सम्पूर्ण वेबको जग बसाल्छ। ल, अब वेबको आधारभूत नक्सा अर्थात् HTML को बारेमा त थाहा भयो। यो ब्लुप्रिन्ट हातमा लिएर अब नयाँ सिर्जना गर्ने पालो आएको छ। वेबको यो विशाल संसारमा अब आफ्नो पहिलो डिजिटल घर बनाउन सकिन्छ। एउटा साधारण टेक्स्ट एडिटर खोल्नुहोस् र आजै आफ्नो पहिलो हेलो वर्ल्ड पेज बनाएर हेर्नुहोस् त। नमस्कार। क्या आप स्कूल में नौकरी ढूंढ रहे हैं, लेकिन सही वैकेंसी की जानकारी आपको समय पर नहीं मिलती? और अगर आप एक स्कूल चला रहे हैं, तो क्या आपको भी योग्य और भरोसेमंद स्टाफ ढूंढने में परेशानी होती है? आज यही समस्या हजारों लोगों और स्कूलों के सामने है। दोनों को एक दूसरे की जरूरत है, लेकिन फिर भी दोनों एक दूसरे तक पहुंच नहीं पाते। यही समस्या हमने देखी और इसी से जन्म हुआ SchoolCareer.in का। ये एक ऐसा ऑनलाइन प्लेटफॉर्म है जहां स्कूल अपनी वैकेंसी पोस्ट कर सकते हैं और उम्मीदवार सीधे उन नौकरियों के लिए आवेदन कर सकते हैं। यहां केवल टीचर्स ही नहीं, बल्कि स्कूल से जुड़े कई पदों के अवसर उपलब्ध हैं, जैसे ऑफिस स्टाफ, कंप्यूटर ऑपरेटर, अकाउंटेंट, लाइब्रेरियन और अन्य पद। हमारा लक्ष्य है स्कूलों और योग्य उम्मीदवारों को एक ही मंच पर जोड़ना। अगर आप स्कूल में अपना करियर बनाना चाहते हैं या अपने स्कूल के लिए बेहतरीन स्टाफ ढूंढना चाहते हैं, तो आज ही विजिट कीजिए www.schoolcareer.in। नई सुबह है, नए हैं रास्ते, खुले हैं द्वार बस आपके वास्ते। एक की दूरी है मंजिल से आपकी, ड्रीम जॉब अब दूर नहीं है, जी की बारी। ये है मौका, इसे मत गवाना, अपना करियर खुद से है बनाना। सही जॉब सही वक्त, बस एक क्लिक की दूरी, होगी अब हर एक ख्वाहिश पूरी। चाहे शहर हो या गांव का कोना, किस्मत के भरोसे अब नहीं रोना। रजिस्टर कीजिए आज, बनाइए अपनी पहचान, कामयाबी चूमेगी आपके कदम। है ये ऐलान, अपने सपनों को दीजिए नई उड़ान। SchoolCareer.in से बनाइए अपनी पहचान। मंजिल पाने का ये सही ठिकाना, कामयाबी की राह पर है अब मुस्कुराना। हाँ, SchoolCareer.in, नई दिशा नई उमंग। वक्त आ गया है अब कुछ कर दिखाने का, अपने हुनर से दुनिया को जीतने का। भटकना छोड़िए, अब सही राह चुनिए, अपने सुनहरे भविष्य का सपना बुनिए। मौके हैं हजारों, मंजिल है आपकी, ड्रीम जॉब अब दूर नहीं है, जीत की बारी। SchoolCareer.in, सपनों की उड़ान। जहां स्कूल और करियर हाथ मिलाते हैं, हम
आपके सपनों को सच बनाते हैं।